Hello guys, good morning. I'm चाहिँ गुड मर्निङ भर्खर भएको छ। टाइम चाहिँ लगभग त्यही 12-1 बज्यो होला। अनि अब चाहिँ हामी चाहिँ धेरै भएको थियो भ्लग नबनाएको। पहिला चाहिँ बनाउँथेँ अनि बिचमा अलिअलि मेरो के भएको थियो, त्यही भएर चाहिँ मैले भ्लग बनाउन छोडेको थिएँ। अनि मोबाइल पनि थियो तर बिग्रियो एउटा, त्यो धेरै भइसकेको थियो मैले। अनि त्यहाँबाट म चिकनतिर पनि थिएँ अनि काम गरिरहेको थिएँ, त्यही भएर भ्लग नै बनाउन भ्याएको थिएन। अब चाहिँ भ्लग आउँछ डेली अनि त्यही हो। अब यस्तै हो। अब उठ्न त अब छिटो सकिन्न, अब ढिलो उठ्यो। त्यहाँबाट अब दिनभरि अब कता गइन्छ त्यही त हो देखाउने, त्यही हो। ल अब बाहिर गयो भने भेटौँला। ल सहयोग हामी त स्केट पार्क आइसक्यौँ। यहाँ चाहिँ केटाहरूले बक्चोदी गरिरहेको थियो। यहाँ चाहिँ हाम्रो डल्ले छन्, डल्ले भ्लग हो क्या मा दियोस् अहिले चाहिँ दियोस् रमाइलो भइरहेछ। यहाँ आज चाहिँ थुप्रै मान्छेहरू रहेछ। यहाँ चाहिँ केटाहरू छन्, यो मेरो भाइ, त्यहाँबाट अर्को भाइ, मेरो दुईवटा भाइहरू आएको छ। अहिले यो चाहिँ लोडु गफ भइरहेको केटाहरू सँगसँगै। सहयोग इङ्ग्लिस बोल्दै किन सब भाइरलहरू हिँडिरहेको भाइरल छ नि। फाइनल्ली हाम्रो चाहिँ भ्याइसक्यो खेलकुद चाहिँ। हामी पनि अब टक्क अब खेलेर अब घरतिर जाने अवस्था हो। यहाँ चाहिँ हाम्रो तेज दाइ आइसक्यो। यो चाहिँ हाम्रो स्केट पार्क हो, मिर्मी स्केट पार्क, जेन्जी फिटनेस एन्ड स्केटिङ सेन्टर। यो चाहिँ जिम हो। अनि यता चाहिँ क्याफे छ। अनि यो चाहिँ हाम्रो स्केटर अनिस, मेरो जुट्टी सही हो। अब हामी चाहिँ टक्क अब हामी हिँडेको अब हामी अमेरिका जाने, अस्ट्रेलिया क्यालोरिज धेरै जान्छ। हामी उसमा बाइकमा जाने डुकमा बाइक चाहिँ हामी सबलाई भाडामा दिएको, सबलाई भाडामा दिएको। यहाँ घर हाम्रो त्यो अझै आधी बाइक हामीले पठाइसकेको छौँ केटाहरूलाई भाडामा। हाम्रो अब यहाँ क्याफे बन्दै हो, क्याफे बन्दैछ। हामी क्याफे बन्द चाहिँ यहाँ पोडकास्टिङ गर्दैछौँ हामीले क्याफेमा, होइन? दुब्ला खाने यिनी फेरि के हुन्। हामी चेकिङ परेछ बसिरहेको आउँदैछ। लोड आइसक्यो, अर्को लोड फेरि बुलेटमा आउँदैछ। बुलेटमा हामी जाँदैछौँ। आज हाम्रो गन्तव्य के रहन्छ? क्रस टायर 8 लाख 8.5 लाख। बाइकले त वाकै छ गाइस। पिसाब फेरेको के तुरुत्त। कति क्लास पढ्छ त? 5मा। यहाँ बोल्नु, यहाँ जाऊ त नि, यहाँ जाऊ। यो दुईवटा बेस्ट फ्रेन्ड हो, जुट्टी हो क्या तिम्रो? जुट्टी हो जुट्टी हो तिमीहरू, के हो तिमीहरू? यो पुष्पाको भाइ हो नि त, यो सबसे खतरनाक। अनि यो फेरि उसको भाइ के गरे बाबा केटाहरू। ल म हिँड्ने अब बाई गर मलाई। बाई सही हो माया झ्याक्ने भनौ न, सही हो माया झ्याक्ने भनौ। गाइज हामी चाहिँ घर आइसक्यौँ र अब हामी के भन्ने, म घर आइसकेँ। अनि आजको दिन चाहिँ त्यस्तै भयो। त्यो डुलियो, साथीहरू थियो अनि डुलियो, गयो आइयो, घुमियो।
अनि आज चाहिँ प्रोग्राम थियो गएको रमाइलो नि खासै त्यस्तो भएन पहिला जस्तो भएन त्यही हो हल्का फुल्का अब चिनेको मान्छेहरू साथीहरू जो भने नि अब आएको थिए अनि त्यही हो जो ठिकै भयो आजको दिन पनि अनि भ्लग नि त्यस्तै भ्लग नि 2-3 दिन पछिको हो यो अस्ति चाहिँ मैले कता जान्छु भनिरहेको थिएँ तर म गइनँ अनि भ्लग पनि बनाइएन पछि चाहिँ अनि आजको भ्लग चाहिँ बिचबाटै सुरु भयो अनि बिचबाटै अब भ्याइयो अनि त्यो पुरै त्यो कपिराइट लाग्छ भनेर अनि मैले पुरै भिडियो पनि बनाइनँ त्यही हो अब मन परेमा लाइक सब्सक्राइब कमेन्ट जे पनि गरिदिनु होला मन परेन भने त परेन के गर्नु सही हो।